श्री राष्ट्रिय आधारभूत विद्यालय पामडाँडामा छौँ आज हामी। यी बुढाबाहरू टाक्रा टुक्रो ठ्याक्क बसेछन्। हाम्रो प्राविधिकहरू आछन् यहाँ। यी बुढाध्यक्षज्यू इन्जिनियर साहब आउनु भएका। यो चाहिँ मौसम चाहिँ आज एकदमै जाडो न जाडो जस्तो देखिएको छ, तर जाडो चाहिँ खासै छैन, सुलाया। यो राष्ट्रिय आधारभूत विद्यालयमा चाहिँ 70 लाख परेको छ। त्यसलाई चाहिँ नापजाप गरेर चाहिँ हामीले यो चाहिँ बिल्डिङ भत्काउनलाई भत्काएर यसमा चाहिँ ट्रस लगाएर यो एक ढलान गरी बल्ल माथि छतमा चाहिँ ट्रस लाउने कुराले चाहिँ नापजाप गर्न हामी आएका छौँ। पामडाँडावासीलाई चाहिँ अहिलेको स्थानीय सरकारले धेरै राम्रो कामहरू गरिराखेको छ है। यो बिल्डिङ पनि बनेको छ, यी दामी ताले बनेर उद्घाटन पनि भइसकेको छ। अनि यहाँ सबैजनाले सहयोग गरेर सबैजनाको सहयोगमा यहाँ मन्दिर सरस्वतीको मन्दिर बनेको छ। सबै कुरो राम्रो बनेको छ। पामडाँडा स्कुल ज्ञानबहादुर शाहले राम्रो गराउनु भएको छ। एकदमै तारबार घेराबार लगाएर अहिले यहाँ ताला लगाए है। यो ताला लगाएको ठाउँमा हामी यो खोल्नको प्रतीक्षामा छौँ। हुँदाहरूलाई फोन गरेर बोलाएको छौँ। अब आउनुहुन्छ होला ल। अब हामी गर्छौँ यहाँ। सबैजना बाहिर टक्रा टुक्रो बसेर हामी वेटमा गरेका छौँ। पिउन्दाई आएपछि हामी यो राष्ट्रिय आधारभूत विद्यालय खोलेर टक्क नापजाप गरेर जान्छौँ। हस्त धन्यवाद सबैजनालाई।